बिग्रेर आइस अहिले एक्टिभ छैन नि फेसबुकमा होइन कुनै फेसबुक पो भन्दो रहेछ यार टिकटकमा। टिकटक या कुनै पनि सोसियल मिडियामा अहिले एक्टिभ छैन नि। त्यही माथि यो भुस्या कुकुरहरूले रुमर फैलाएको क्या। छुट्यो अरे, कुनि के अरे, कुनि के अरे। मनमा कस्तो भइरहेको थियो क्या अब। तर अहिले आएर चाहिँ मैले नि 1-2 जना बाउलाको देखेर चाहिँ बुझेँ क्या। त्यो एउटा उयो थियो नि के अरे कोही कोही बेला चाहिँ साइलेन्सले चाहिँ मान्छेलाई चाहिँ तिम्रो दुश्मनलाई चाहिँ मार्छ भनेर क्या। साइलेन्स चाहिँ सबैभन्दा ठुलो मेडिसिन हो भन्ने कुरो क्याप्सन थियो नि। त्यो चाहिँ उनीहरूले अप्नाएको रहेछ क्या। म त पहिला चाहिँ यस्तो किन चाहिँ नआएको होला मलाई नि अलिअलि चाहिँ हेरौँ हेरौँ भइसक्यो क्या। अब सिक सिक जस्तो भइसक्यो किनभने उनीहरूको बारेमा अलि धेरै अलिक इन्ट्रेस्ट राखेर होला होइन। अन्त उनीहरूले जवाबै दिएको छैन उनीहरूलाई रिप्लाई नै दिएको उनीहरूको कुनै पनि भिडियोमा रेस्पोन्सै दिएको छैन होइन एकदम साइलेन्स छ उनीहरू आएकै छैन नि उनीहरूलाई चाहिँ त्यो जुन चाहिँ भुसियाहरू चाहिँ नि अहिले त बाउलाइसक्यो भगवान् त्यो लाइभमा बसेर के बोलेको होइन के बोल्दैछ म के बोल्दैछु मैले के गर्दैछु उसलाई थाहा छैन पछि गयो त्यो भिडियो हेरेर ऊ आफैलाई लाज लाग्छ क्या त्यो उसको एक्टिभिटिज देखेर